अभिनन्दन धेरै भन्नुभएको छ। स्याबास, भेरी गुड। ल पवित्र हजुरले पनि गएर ध्यानै दिनुभएको छैन छोरीले, हेर्नुहोस् त कहाँ ध्यान दिनुभएको थियो। हिजो कक्षामा नि पढ्नु भएको थिएन नि साथीले। ए हो ल ल ठिक छ, साथीले भन्न सक्नुहुन्छ है। ल छोरी भन्नुहोस् त मन्जुले आकार लागेको शब्दहरू कुन कुन भन्नुभयो ल भन्नुहोस् त। आकार काका हो शाबास छोरी शाबास। ल इकार लागेको शब्द भन्नुहोस् एउटा। भेरिकार अस्ति नै हामीले पढिसकेको हुन्छ नि, यो त पुनरावृत्ति गरेको मैले। किताबमा भन्न किताब यो साथीले मात्रै भनेर हुँदैन नि, आफै घुम्दैबाट आएको हुन्छ। मैले सुने। ल हेर्नुहोस् यता हेर्नुहोस् त, यता हेर्नुहोस् त। हजुरले अरूको सुनेर भन्दा पनि हजुर आफैले जान्नु पऱ्यो नि छोरी है। हजुरले के गर्नुभयो, साथीले भनेपछि मात्रै भन्नुभयो नि है। यो आकार हो, हेर्नुहोस् त देख्नुभएको छ। यो आकारमा यो क छ यहाँ है, क छ। यसमा आकार लगायो भने के हुन्छ त, कलाई आकार आफैले भन्नुहोस्, हजुर आफैले भनेको यो रहेछ आकार है। अनि यसलाई राखेपछि कलाई इकार राखेपछि के भयो छोरी, ए यता पुरा भन्ने होइन, हजुर आफैले चिन्नुपर्छ नि छोरी। ल भन्नुहोस् त कलाई इकार मन्जु एकछिनलाई आफैले भनिदिनुहोस् ल छोरी। ल कलाई इकार लागेपछि के भयो छोरी भन्नुहोस् त। हेर्नुहोस् त कलाई इकार भनेर सिकाउँदैछु, उहाँले चाहिँ भन्नै सक्नु भएन है, उहाँले ध्यान दिनुभएको छैन। अझै फेरि एकचोटि प्र्याक्टिस गर्नुहोस् त छोरी। कलाई इकार यो यताबाट इकार र सुइकार भयो है, यो चाहिँ दीर्घ इकार। यता दीर्घ इकार हजुरले पनि यसलाई टाइम दिनुभयो नि भने अनि बन्द भगवान्ले जब गर्नुहुन्छ के है। ल कलाई इकार के भन्नुहोस्, कलाई इकार अब म होमवर्क चेक गर्छु। छोरीको हेन्डराइटिङ कति राम्रो रहेछ ल, स्याबास। आफैले गर्नुभयो छोरी यो, मलाई आमाले सिकाइदिनु भएको नि, मामुले आमाले सिकाउनु भयो। अनि क्लासमा पनि सिकेको यो गर्नुभयो गरेको नि टिचर। यो अस्तिको थियो नि, त्यो मार्जिन लाइन भन्दा यता तान्नु भएको रहेछ। यो मार्जिन लाइन तान्नुपर्छ नि, यो मार्जिन लाइन तानेपछि यतातिर लेख्नु हुँदैन ल। कस्तो राम्रो हेन्डराइटिङ गरेर लेख्नु भएको ल, स्याबास छोरी। म हजुरलाई एउटा स्टार दिन्छु ल। मिस्टेक गर्नु पर्यो ल स्याबास, थ्याङ्क यू टिचर। कभर पनि हालेछु नि। वाउ, कविता कभर गर्नुभएको कस्तो राम्रो, स्याबास छोरी स्याबास। कस्तो राम्रो हेन्डराइटिङ लेख्नुभएको हजुरले पनि, यो आफै गर्नुभयो। ओहो कस्तो राम्रोसँग गर्नुभएको रहेछ, कभर गर्नुभएको रहेछ। लेख्दाखेरि पेज पनि कति राम्रोसँग लेख्नुभएको। यस्तै हेन्डराइटिङ गरेर लेख्नुपर्छ ल छोरी, सबै लेख्नुपर्छ ल। स्याबास, थ्याङ्क यू हजुरको दिनुहोस् त। ए हालेको कि टिचर खोज्या खोजी हो क्या हेर त पवित्रको कपी के फोन गरेको छोरी, कहिले कभर गरेको हेर्नुहोस् त। कभर पनि गर्नुभएको छैन, झोलापाती पनि गर्नुभएको छ, होमवर्क पनि गर्नुभएको छैन। के भयो छोरी, आएन रातिकन पढ्नुपर्छ नि छोरी, सिक्दाखेरि आनन्दसँग सिक्नुपर्छ है। त हजुरलाई आएन भने रस्सीका लागेको शब्दहरू हेर्नुहोस् त, यो कति राम्रो हेर्नुहोस् त, रस्सीका लागेको शब्दहरू है, बुझ्नुपर्छ नि है। अब यस्तै गरेर अलिअलि बुझ्नुपर्छ। अब बिस्तारै बिस्तारै सिकिन्छ छोरी, हजुर पनि नजान्ने होइन नि, ट्यालेन्ट बिस्तारै बिस्तारै प्र्याक्टिस गरेपछि सकिन्छ है। ल मेरो छोरीले अब घरमै बस्नु लागेको छ। अब तपाईँहरूले आफ्नो सामानहरू सबै प्याक गर्नुहोस् त ल। ओके टिचर। अनि वाटर बोतल पनि नबिर्सनु ल।
कक्षा सकियो र विद्यार्थीहरू आफ्ना घरतर्फ लाग्न थाले। त्यसपछि पवित्राको घरको अवस्था कस्तो रहेछ हेरौँ है त। पवित्रा स्कुलबाट आफ्नो घरभित्र पस्छिन् र ऊ आफूलाई खाजा खोज्न थाल्छिन्। फ्रिजमा नै केही छैन, को गर्दा हुन्थ्यो नि हाम्रो मामुले चौध पनि बुझ्नु गएछ भोक लागिसक्यो यार। मामुले चौध गर्दा पवित्रालाई एकदमै भोक लागेको हुन्छ र ऊ चाहिँ घरभरि खानेकुरा खोज्न थाल्छिन्। यही चाहन्छ जहिले पनि यही चाहन्छ। त्यो 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 मान्छेले यो आलु परोटा कस्तो खाले घिउ बन्यो, मलाई त जहिले यो चाहन्छ। कति खाने सक्छ भने त्यसैले चम्म खाने त्यो दुख्छ पायो भने बेलुका नि यो चाहन्छ, बेलुका नि यो चाहन्छ। भोक लाग्छ ला 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 ला। पवित्राको आमा बाबा पनि अफिसबाट घर आइपुग्नुहुन्छ। पवित्रा राम्रो आयो आयो आज होमवर्क गराए, थोरै काम छ, अफिसको काम छ, तिमीले होमवर्क गरेर राख है। उहाँहरू अफिसबाट आएर आफ्नो कामतर्फ लाग्नुहुन्छ। फेरि होमवर्क भगवान के पढाउनु भयो थियो टिचरले यस्तो गर्नुभयो थियो, यस्तो त लड्नु थाहा छ, यस्तो के हो गर्नु भन्नुभयो थियो। फेरि फिस मामला सोध्न जानु पर्यो। हजुर होमवर्क सिकाइदिनु न। एकछिन पर्ख ल, मेरो यहाँ काम छ कि जो मिटिङ हुँदैछ कि एकछिन पर्ख न। होइन कि यो गरेर आउनु भन्नुभएको छ अनि मलाई म्याथको जस्तो यस्तो स्टार चाहिन्छ म्याम। अनि हामीले त्यो कस्तो चाहिन्छ। तिमीले स्कुलमा के ध्यान दिएर पढेनौ छोरी? ध्यान त धेरै दिएको नआएर पो। एकछिन पर्ख, तिम्रो बाबालाई भन्दा त मेरो यहाँ मिटिङ छ, सिकाइदिनु न। ए तिमी त काम पनि बाबालाई भन्दा त एकछिन आउँछ। अहिले पनि जुम मिटिङ हजुर छोरी हेर्नु न, यो सिकाइदिनु न। यस्तो गरेको के हो भन्नुभयो थियो मिसले। जाऊ त मम्मीलाई भन, म दिनभरि अफिसमा थाकिरहेको छु, मेरो अफिसको काम छ, मम्मीलाई भन न। होइन कि होमवर्क अलिकति छ अनि यति सानो बस मैले भोलि प्रेजेन्टेसन छ, मैले पाउँदिनँ। तिमी चाहिँ मम्मीसँग यति होइन, जाऊ जाऊ मम्मीसँग जाऊ। होइन मैले भ्याउँदै अब भने शिक्षकले पवित्राको अभिभावकलाई फोन गर्नुहुन्छ। मलाई फोन गर्नु पर्यो, पवित्राको घरको अवस्था कस्तो रहेछ, किन लेची हुन्छ तिमी? हेलो हजुर नमस्ते, म प्रतिभा स्कुलबाट टिचर बोल्दैछु है। हजुर नमस्ते। अनि सुन्नु न, हजुर पनि बिजी हुनुहुन्छ होला, समस्या त हजुरको पनि छ। नानी स्कुल आउँदाखेरि सधैँ कभर नगरिकन होमवर्क नगरिकन एकदम लेजी भएर अल्छी भएर कस्तो स्याड भएर आउँछ। उसलाई सबै कुरा बुझेँ, मैले एक्लै राखेर भन्दै
हजुर। बाबाले पनि मलाई टाइम दिनुहुन्न, त्यही भएर मैले होमवर्कै नगरिरहेको भनेर एकदम टेन्सन मान्दै थिएँ है। हजुर म्याम। त्यसैले हजुरको पनि समस्या त होला म्याम है। हजुर। तर हाम्रो बच्चाभन्दा ठुलो त अरू केही छैन। अहिले थोरै समय दियो भने बच्चाको केही परिवर्तन हुन्छ। यत्रो सानो बाबु नानीहरू आफै खेल्न रमाउन खोज्छन्, तर उहाँलाई हामीले नै कन्ट्रोल गर्ने हो, हामीले नै हातमा लिने हो, पकाउने हो होइन। त्यसले गर्दा तपाईँले थोरै समय दिएको छ। त्यसैका लागि मैले हजुरलाई तपाईँलाई फोन गरेको म्याम। के छ म्याम त्यही कारण म पनि अफिसर मान्छे है, बिहान बेलुका घरको काम गर्नु पऱ्यो, खाना बनाउनु पऱ्यो, अनि दिउँसो अफिस जानु पऱ्यो, अनि त्यसपछि अब बेलुका फेरि खाना बनाउनु पर्छ, कोही हुँदैन, त्यही भएर होला थोरै समय नानीलाई समय दिन नसकेको। ठिकै छ, हजुरले भन्नुभयो। अहिले अब मैले घरमा सल्लाह गर्छु, अनि सबैजना सल्लाह गरेर हामी काम मिलेर बाँडेर काम गरेर भए पनि आफ्नो नानीको उज्जवल भविष्यको लागि थोरै ध्यान छुट्याउनेछ म्याम। पहिल्यै जानकारी दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद म्याम। हस्, हुन्छ हजुर। तपाईँले पनि टाइम दिनु, मैले पनि स्कुलमा क्लासमा उनलाई छुट्टै अलिकति टाइम दिएर फोकस गर्नेछु। हस् म्याम, हुन्छ, हस् थ्याङ्क यू म्याम। म घर सल्लाह गर्छु म्याम, अनि त्यसको लागि म म्यानेज गर्छु है त। हस् म्याम। त्यसपछि पवित्राको आमा उहाँको बुवासँग कुरा गर्न जानुहुन्छ। सुन्नु त हजुर, भन न। मलाई नानीको टिचरले फोन गर्नुभएको थियो है। नानी एकदम बेसी भएको छ, त्यत्रो होमवर्क पनि गर्दैन, कभर पनि गरेर आउँदैन भनेर भन्नुभएको थियो। त्यही भएर नानीको लागि हामीले केही समय दिन नसकेर हो कि भन्ने गुनासो गर्नुभएको थियो। त्यसैले हजुर र म मिलेर थोरै थोरै समय छुट्याएर हजुर थोरै काम गरिदिनु र नानीलाई होमवर्क गर्नमा सहयोग गऱ्यो भने फेरि इम्प्रुभ हुन्थ्यो कि। यो कुरा चाहिँ मेरो मनमा पनि लागेको थियो, तर स्कुलको अब एउटा अफिसको एकदम है हुन्छ नि कति नानीलाई हुन्छ, खाना बनाउँदै गर्नु है, खाना पनि बनाइदिनु है, नानीलाई खानु पनि हाल्छ, उसलाई होमवर्क खाजा बनाइदिनु है, बनाएर होमवर्क गराउँछु। शिक्षकसँग कुराकानी सकेपछि उहाँहरू घरमा छलफल गर्नुहुन्छ र पवित्रालाई पढाउनको लागि प्रण गर्नुहुन्छ। कति राम्रो गरिदिनु, राम्रो बनाएर नाति तानेर होइन, अनि टिचरले त्यो परीक्षा कार्य कस्तो दिनुभएको छ त्यो हेरेर पढेर लेख्नु होला है। नजान्ने कुरा मलाई सोध म गरिदिन्छु है। हो, भेरी गुड। यसरी हो नि छोरी, गऱ्यो भने आइहाल्छ नि है। अब मैले मेरो छोरीलाई तिम्रो भविष्यको लागि मैले राम्रो समय दिएछु है। हो, म बन्चुको जस्तो यत्रो स्ट्रिक्ट गरेँ, मेरो छोरा चाहिँ दुईवटा स्टुडेन्ट गराउँछु है मैले। कभरमा हालिदिन्छु, कपी गरिराख्छु है। मैले ड्याडीलाई भनेको छु परोठा बनाइदिनु छोरीलाई भनेको छु, अनि परोठा लिएर खान्छ। अब नानीलाई म छोड्न जान्छु स्कुललाई। ड्याडी हुन्छ, रेडी हो नि। भेरी गुड। हामी मिलेर गर्दाखेरि छोरीले पनि खाजा खाना अबदेखि मेरो छोरी पनि राम्रोसँग पढ्छ, मैले पनि समय दिन्छु। अनि साथीहरू पनि फुल भन्छ तिमीलाई आउँछु, मेरो छोरा लिन आउँछु नि भनेर। यसरी नै 15 दिन आउँछ है। यसरी नै 15 दिन बित्यो। अब 15 दिनपछिको अवस्था कस्तो रहेछ मेरो है त। विद्यार्थीहरू सधैँ चाहिँ विद्यालयतर्फ जान्छन् र उनीहरू कक्षा कोठाभित्र पस्छन्। यसरी नै सधैँ चाहिँ टिचरले आफ्नो सर्कल टाइमको कार्य सक्नुहुन्छ र विद्यार्थीलाई पाठतर्फ लैजानुहुन्छ। साथी छ, मैले त आज पढ्न जान्छु नि सबै बारेमा। काम सकिसक्यो नि होइन, अब पढ्नु पऱ्यो फेरि होइन। ल, हिजो हामीले के
गर्दैछौँ है अहिले ध्यान दिएर सुन्नुहोस्। अस्ति हामीले उल्टो अर्थ लागेका शब्दहरू पनि पढेका थियौँ होइन। अब उल्टो अर्थ दिने शब्दहरू एकजनाले भन्ने अर्कोले शब्द अर्थ भन्ने है उल्टो अर्थ चाहिँ ल ल म यो दिन्छु हामी यहाँ गेम खेल्ने अनि कति रमाइलोसँग पढ्ने ल अनि लेखेर पढ्दाखेरि हजुरलाई गाह्रो हुन्छ नि त है रमाइलो लाग्छ नि यसरी लाग्छ कि लाग्दैन ल हजुरले भन्नुहोस् त यो के हो मोटो मोटो मोटोको उल्टो अर्थ के होला ल भन्नुहोस् पातलो मेरो साथी जस्तै पातलो पातलो हो त्यसले हजुरले पढ्नुहोस् त यो के हो जाडो जाडोको उल्टो अर्थ के हो भन्नुहोस् त ल गर्मी गर्मी हो त्यही त पवित्र खोज्छ ओ गर्मी हेर्नु है गर्मी हो गर्मी आइसक्रिम खान्छ ल अब यहाँ कति धेरै नामहरू लेखिएको छ है र एउटा एउटा गरेर नाम पढ्नुहोस् ल तपाईँहरूले के छ त्यहाँ पोखरा सापासले प्रतिभा वाउ ल हजुर राधा सबै पढ्छ नला एकार ने पा पला आकार पा ल नेपाल कति राम्रोसँग पढ्नुभयो नानीले समय दिएपछि त साथीहरू जस्तै हुनुभयो है हजुर कमजोर छु भन्नु फिल भयो नि त है रहेछ त कमजोर होइन रहेछ नि त है अब त कति ट्यालेन्ट भएको छ स्याबास ल अब यहाँ पनि केही शब्दहरू छ नि यो शब्दहरू निकाल्नुहोस् त ल यो आकार लागेको शब्दहरू उकार लागेको शब्दहरू बनाउनुहोस् ल ल बनाउनुहोस् के छ आकाशको दलाई का दूध दूध ल स्याबास फिनिश टिचर मेरो फिनिश भयो नि स्याबास सरी कति राम्रोसँग गर्नुभयो मेरो त फिनिश भयो टिचर खुसी लाग्यो यसरी बोर्डमा लेखेर रमाइलो यसरी खेल्दै खेल्दै पढ्दाखेरि रमाइलो लाग्यो खेलेर पढ्न रमाइलो हो नि टिचर ल म भोलि पनि फेरि यस्तै अर्कै खालको कुराहरू म सिकाउँछु हजुरले होमवर्क पनि राम्रोसँग गर्ने पढ्ने ल अब म होमवर्क चेक गर्छु ल ओके टिचर चेक गर्न दिनुभयो मेरो पासमा साथीहरुलाई पासमा गुड अहिले त कभर पनि गरेर आफ्नो नाम पनि स्टिकर नै हाल्दिनु भएको ठुलो मान्छेले कति राम्रोसँग लेख्नुभयो है अनि यो आफै गर्नुभयो त अनि यो चाहिँ आएन बाबुले सिकाइदिनु भयो अनि म आफू चाहिँ आफै गरेको टिचर ल भोलि पनि यस्तै गर्न आउने ल स्याबास स्याबास ल ब्रेक पनि बनिसकेछ अब म फेरि भोलि चेक गर्छु यो हजुरले पनि यो राम्रो गरेर लानुहोस् ल फेरि स्याबास ल स्याबास कस्तो राम्रो गरे कस्तो टिचर मलाई 3 वटा स्टार्ट भयो ल त्योरै स्टार्ट ल नानीलाई ल थ्यांक यू टिचर क्लास पनि ओभर भइसकेछ अब सबै सामानहरू लिनुहोस् अनि वाटर बोतल लिनुहोस् नछोड्नुहोस् ल सामानहरू सबै लिएर जाने ल ओके टिचर ड्रेस मिलाउनुहोस् आज त